उहाँहरू सबैजनालाई मेरो युट्युब च्यानल म आज हजुरहरूलाई वास्तविक नेचुरल चाहिँ प्राकृतिकको मजा त्यो कस्तो हो भनेर म देखाउन गइरहेको छु। म हरेक दिन जुन पार्कमा आएर परेवाहरूलाई दाना पानी दिने गर्थेँ त्यो पार्कको वास्तविक रौनक रमाइलो देखाउन गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ हजुर सबैजनाले होइन। यो पार्क आज हजुरहरूलाई यो पार्क देखाउन गइरहेको छु। परेवाहरू त देखिहाल्नुभयो होइन, दाना पानी खाइरहेका छन्, रमाइलो छ। यो पार्क यति शुद्ध छ, सरसफा छ होइन। यो सफा रहनमा, यसको जुन सफा सुग्घर हुनुमा सबैभन्दा ठुलो के हुन्छ, कसैको योगदान छ, कसैको परिश्रम छ, कसैको लगानी छ। यसमा कुनै दुई मत छैन। त्यो लगानी, त्यो परिश्रम, त्यो मेहनत, त्यो सबैमा के छ भने यो पार्कको जुन व्यवस्थापन पक्ष यति दृढ विश्वासको साथ काम गरेको छ। हेर्नुहोस्, यहाँ बहेरको बोट छ, यो बहेर फलिराखेको छ हेर्नुहोस् होइन। यता खजुरको बोट छ, यो हेर्नुहोस् खजुरको बोट फलिराखेको छ होइन। पार्कमा हेर्नुहोस् मान्छेहरू आनन्द लिइराखेका छन्। हेर्नुहोस् यहाँ कोही सुतेर उहाँ कुर्सीमा, हेर्नुहोस् त कुर्सीमा होइन। यो पार्क वास्तवमै धेरै रमाइलो छ, धेरै राम्रो छ, शान्त छ। यहाँ आइसकेपछि जो कोहीलाई पनि फर्किहालौँ गइहालौँ कहिले पनि त्यो बोर फिल हुँदैन होइन। त्यहाँ माथि झन् वास्तवमै रेली एकदमै जङ्गलभित्र चाहिँ घुमेको भान हुन्छ। यहाँ जुन चराचुरुङ्गीहरूको आवाज सुन्न पाइन्छ, चराचुरुङ्गीहरू चरेको हेर्न पाइन्छ, देख्न पाइन्छ। अनि यहाँ यति सफा सुग्घर छ। यहाँ हेर्नुहोस्, यहाँ हरेक कुर्सीको साथमा एउटा डस्टबिन छ, जहाँ हजुरहरूले होइन कुर्सीमा बसेर जो लेज, नुडल्स, अन्य ड्राई फ्रुट्स, अन्य चिज खाँदाखेरि निस्केको वेस्ट हाल्नलाई डस्टबिनको व्यवस्था गरिएको छ। हरेक हेर्नुहोस्, यहाँ पानीको पाइप हो, बिरुवाको लागि पानीको पाइप छ। यहाँ हेर्नुहोस् परेवाहरू सबैतिर, परेवाहरू ढुकुरहरू चाहिँ यहाँ चरेको हेर्न पाइन्छ। हेर्नुहोस् यहाँ अर्को सानो पार्क छ होइन। यहाँ हरेक मान्छे आफ्नो आफ्नो उसले आउनुहुन्छ, हेर्नुहुन्छ होइन। कसैले दाना खुवाउनुहुन्छ, कसैले दाना खुवाउनुहुन्न, त्यो आफ्नो ठाउँमा छ। कसैले पार्कमा जो आउँछ उनले दाना खुवाउनै पर्छ भन्ने पनि छैन। तर तपाईँहरूलाई लाग्दो होला यो मेरमेरे बिहानी भन्ने मान्छे सधैँ एउटै पार्क, एउटै ठाउँ, एउटै किसिमको भिडियोहरू बनाउँछ भनेर लाग्दो होला। तर म के छ मेरो विचार, मेरो सोच भन्दा अवश्य मेरो पनि फरक छ। हजुरहरू मेरो भ्युअर हुनुहुन्छ, हजुरहरूको पनि आफ्नो सोच होला, आफ्नो विचार होला, आफ्नो ओपिनियन्स सबैको छ। म कुनै ठाउँमा घुम्न गएँ भने घुम्न जाँदा जुन खर्च आउँछ त्यो खर्चले म यहाँको चराचुरुङ्गीलाई दाना खुवाउने गर्छु होइन। यहाँको चराचुरुङ्गीलाई दाना खुवाउँछु र यिनीहरूको आत्मा त कम्तीमा सन्तुष्ट हुन्छ होइन। म यसमै रमाउँछु, म यसमै खुसी छु होइन। शान्त वातावरणको पार्क छ, हरियाली पार्क छ, चराचुरुङ्गीको आवाज सुन्न पाइन्छ, चराचुरुङ्गी नाचेको खेलेको हेर्न पाइन्छ होइन। अनि टाढा घुम्न गएर होइन जङ्क फुडहरू खाएर होइन आफ्नो स्वास्थ्य गर्नुभन्दा त यहाँ हेर्नुहोस् ल, हेर्नुहोस् कति आनन्द छ, कति रमाइलो छ। जुन हजुरहरूलाई के कस्तो लाग्छ, लाइक, कमेन्ट, सेयर अवश्य सबैभन्दा ठुलो कमेन्ट गरिदिनु होला। यहाँ हेर्नुहोस् पार्कमा आनन्द लियो बसिरहनु भएको छ होइन। उहाँहरू कुराकानी गर्दै बसिरहनु भएको छ होइन। कोही सेल्फी खिच्दैछन् होइन। हेर्नुहोस् जुन दृश्य हेरिरहनु भएको छ हजुर आफैलाई पनि छुट्टै मनमोहक मनोरञ्जन लागिराख्यो होला, लिइराख्नु भएको होला होइन। र म यस्तो मात्रै होइन होइन। म हजुरहरूलाई मिरमिरे बिहानी
पोडकास्ट भिडियो मिरमिरे ज्ञानीको पोडकास्ट भिडियो म बनाउने कोसिसमा लागिपरेको छु साथीभाइहरू। म मेन अफ द मन्थ भनेर हरेक महिनामा एउटा नयाँ व्यक्ति विभिन्न देशका जो कुनै पनि देशका हुन सक्छ, इन्डिया, नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, इजिप्ट, होइन, कुनै अफ्रिकन मुलुक, कुनै पनि देश, उहाँहरूको लाइफ, उहाँहरूको आफ्नो यहाँसम्मको यात्रा के हो, कसो हो, अनुभव म बटुल्ने कोसिस गर्छु। यति भन्दै यो भिडियोबाट